चैत 15 मा राजावादीले भने राज संस्था पुनः फर्कनुपर्छ, गणतन्त्र भ्रष्ट छ। तर सवाल यो हो, के राज संस्था फर्किन योग्य पनि छ त? कसैलाई थाहा छ 2058 देखि 2063 सम्म दरबारभित्र के भइरहेको थियो? इतिहास बोल्छ, राज संस्थाको त्यो समय भ्रष्टाचारीको कालो युग थियो, जुन इतिहासले कहिल्यै बिर्सन सक्दैन। भ्रष्टाचार अन्त्य गर्न राज संस्थाको पुनर्स्थापना चाहिन्छ भनेर नाराबाजी गर्नेहरूलाई डेडिकेटेड छ आजको भिडियो। चाहियो त्यो मियो संस्था भनेको राज संस्था नै हो। थियो 2058 असोज 18 ज्ञानेन्द्र शाहले शासनको सम्पूर्ण शक्ति कब्जा गरे। त्यसपछिका दिनहरूमा अनेक घटनाहरू भए। राजाले संसद भङ्ग गरे, फोन लाइन काटिए, इन्टरनेट बन्द गरियो, प्रेसमाथि सेना बसे, समाचारको सम्पादन सेनाको मेजरले गर्न थाले, काङ्ग्रेस एमाले जस्ता दलहरू सिंहदरबारबाट निकालिए। त्यसपछि सुरु भयो ढुकुटी लुट र सार्वजनिक सम्पत्ति दुरुपयोगको भयावह काल। शाही मन्त्री परिषदबाट निर्णय गरेर आफ्ना समर्थकहरूलाई मनमौजी अनुदान र चन्दा बाँड्न थालियो। त्यति मात्रै होइन, राजदरबारको बजेट जुन वीरेन्द्रको पालामा 11 करोड थियो, ज्ञानेन्द्रको शासनमा 75 करोडसम्म पुग्यो, त्यो पनि केवल 3 वर्षमा। 2063 जेठ 1 गते अर्थमन्त्री डाक्टर रामशरण महतले संसदमा प्रस्तुत गरे श्वेत पत्र। त्यो श्वेत पत्र अनुसार तुलसी गिरी, कीर्तिनिधि विष्ट, मधुकर शमशेर जस्ता शाही पात्रहरूलाई 50 लाख भन्दा बढी सहयोगको रूपमा बाँडियो। राजावादी कार्यकर्तालाई 42 लाख रुपैयाँ दसैँ खर्चको रूपमा बाँडियो। सुराकी खर्चको नाममा पनि ढुकुटी दोहन भयो। गृहमन्त्री कमल थापाले दैनिक 5 लाख रुपैयाँ बिना बिल खर्च गरे। नगर निर्वाचनको नाममा मात्र 1.5 करोड रुपैयाँको दुरुपयोग भयो। ज्ञानेन्द्र कालमा दरबारका लागि भन्सार छुटमा 38 करोड भन्दा बढी मूल्यका कारहरू आयात गरिए। ज्ञानेन्द्रको अफ्रिका भ्रमण, पारसको युरोप ट्रिप, 30 करोड रुपैयाँ भन्दा बढी खर्च भयो यिनीहरूमा। ज्ञानेन्द्र समर्थकहरूले राज्य कोषलाई निजी खाता जस्तै प्रयोग गरे। शाही सरकारले 9 महिनामा 3 अर्ब 17 करोड खर्च गर्यो, जुन कुरा त्यो बेलाको बजेटमा पनि थिएन। राजाको काममाथि अदालतमा प्रश्न उठाउन पाइँदैन भन्ने प्रावधान भएको कारणले यसमा कसैले प्रश्न गर्न सकेन। गणतन्त्रलाई भ्रष्ट व्यवस्था भन्ने राजावादीहरू त्यति बेला भएको यो लुट र अनियमिततामाथि पूर्ण मौन छन्, किनभने उनीहरूलाई थाहा छ ज्ञानेन्द्र कालमा भ्रष्टाचार संस्थागत र संरक्षित थियो। गणतन्त्रमा पनि भ्रष्टाचार छ, तर जसले भ्रष्टाचार गर्छ उसलाई सार्वजनिक रूपमा प्रश्न गर्न मिल्छ। शाही कालमा त प्रश्न गर्न पाइँदैन थियो। यही कारण थियो दोस्रो जनआन्दोलनको। संसदवादी दलहरू तात्तिन थाले, जङ्गलमा रहेका माओवादीहरू सहर आए। दुश्मन जस्तै लाग्ने यी दुई ढाल संविधान सभा र गणतन्त्रको साझा एजेन्डामा मिसिए। जनताले पनि शाही ढुकुटी लुट विरुद्ध आवाज उठायो र गणतन्त्र ल्यायो। भ्रष्टाचारको समाधान राज संस्था होइन, शक्तिशाली सम्पत्ति छानबिन आयोग नै समाधान हो, किनभने राजाको काममा अदालतमा प्रश्न उठाउन पाइँदैन। 2047 यता सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गरी निष्पक्ष र निर्मम कारवाही गरिने हो भने त्यो दिन भ्रष्टाचार साँच्चै घट्नेछ। यो राजावादीहरूलाई सक्दो सेयर गर्नुहोस् ताकि राज संस्था भ्रष्ट थियो कि गणतन्त्र उनीहरूलाई थाहा होस्।